हेलो जान हो आज यसो घुम्न आएको कर्नेसतिर है। सरारररर क्या रमाइलो रहेछ। टक्क ठाउँ आयो सट्टा घुम्ने एकदम मजाको ठाउँ रहेछ। ओ यतातिर दुईजना नेपाली नेपाली जस्तो लाग्छ तर यसो फेरि हेलो भाइ, हजुर के तपाईँले हाम्रो फोटो भिडियो खिच्नु भएको हो? अलिकति देखिया छ। अनि तपाईँलाई थाहा छैन कि नयाँ आउनु भएको हो र कतारमा? हजुर मलाई थाहा छैन किन र दाइ। ए, कतारमा अहिले नियम नयाँ लागू भएको छ। कसैको अनुमति बिना तपाईँले फोटो भिडियो खिच्न मिल्दैन। यहाँको कानुनले तपाईँलाई दण्डित गर्छ। त्यसैले तपाईँले अबदेखि कसैको फोटो भिडियो खिच्नुभन्दा पहिले सोच्नु होला यहाँको कानुन, अन्यथा तपाईँलाई यहाँको कानुनले कारबाही गर्नेछ। त्यस्ता अपरिचित व्यक्तिका फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरिएको खण्डमा सम्बन्धित व्यक्तिले उजुरी दिएको खण्डमा हजुरलाई कारबाही हुन सक्छ। तपाईँलाई थाहा थिएन यति कुरा? थाहा थिएन दाइ, धन्यवाद दाइ। ए, म आइन्दा यस्तो गर्ने छैन दाइ। हुन्छ ओके हुन्छ। दाइ, ओके, ल, धन्यवाद। तपाईँहरू पनि यहाँ जति पनि बस्नु भएको छ, कतारमा नयाँ रुल लागू भएको छ। अपरिचित व्यक्ति अथवा अरू कुनै व्यक्तिको भिडियो फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गरिएको खण्डमा सम्बन्धित व्यक्तिले उजुरी दिएको खण्डमा हजुरलाई कारबाही हुन सक्छ। त्यसैले यसको लागि तपाईँ सावधान हुनुहोला र कतारको रुल्सलाई फलो गर्नुहोला। धन्यवाद।